हेलो साथीहरू, आज म हस्पिटल गएको थिएँ। मेरो आज ड्युटी इभिनिङ ड्युटी थियो। फाइनल्ली मेरो आज 1 बजेपछि ड्युटी परेको थियो, धेरै दिनपछि। र म खुसी भएर हस्पिटल गएको थिएँ। गाइस, मैले हस्पिटल जाँदा एउटा फाइनल्ली हस्पिटलमा पुग्ने बित्तिकै एउटा ड्रेसिङ गर्नुपर्ने पेसेन्ट भेटियो। र मैले त्यसको घाउलाई हेर्नको लागि ड्रेसिङ कोठामा लगेर त्यसको पट्टी निकालेँ। र पट्टी निकाल्दाखेरि त्यो त पुरै टाँसिएको रहेछ। मैले त्यो 3-4 दिन पहिला घाउलाई चाहिँ आई&डी गरेर भित्रको पस निकालेको थिएँ गाइस। त्यो निकालिसकेपछि चाहिँ मैले ड्रेसिङ गरेर बाँधिएको थिएँ इमिप्रोसिन बेटाडिन हालेर। त्यो त घाउ त पुरै चिप्किया रहेछ। मैले अब कसरी निकाल्ने गजलाई भनेर थोरै मैले त्यसमा हाल्दै के अरे एनएस हाल्दै त्यसलाई भिजाउँदै नरम पारेर त्यो ब्यान्डेजलाई निकालिदिएँ गाइस। त्यसपछि चाहिँ त्यो निक्लिँदै बिस्तारै निक्लिन थाल्यो। त्यस दिनसम्म त पेसेन्ट त मर्न लागिरहेको थियो। या बाबा भनेर कराइरहेको थियो। र मैले त्यसलाई जबरजस्ती गरेर पनि त्यो चिप्किएको घाउलाई हेरेँ। ल गाइस, हेर्नुहोस् त, घाउ चाहिँ कति सफा भइसकेको छ। आमा, मैले नै सफा गरेको कति खुसी लागिरहेको छ यो घाउ देख्दाखेरि चाहिँ। अस्ति चाहिँ कस्तो थियो, आज चाहिँ कस्तो छ। अब यसलाई मैले सारेर पुरा सफा गर्छु गाइस। हेर्नुहोस्, पहिला एकचोटि म गजले सफा गर्छु, त्यसपछि चाहिँ एनएस राख्छु यसमा गाइस। त्यसपछि एनएस राखेर म चाहिँ यसलाई घाउलाई मजाले सफा गर्छु। र त्यसपछि चाहिँ घाउमा म सुकाउने मजाले गजले चाहिँ घाउलाई सुकाइदिन्छु। र त्यसपछि चाहिँ मैले एकचोटि पेसेन्टलाई तपाईँलाई देखाउन मिल्छ भनेर सोधेँ। मिल्छ भन्यो। र मैले पेसेन्टलाई ल देखाइदेऊ त भनेर दाइले भनेर पेसेन्टलाई देखाइदियो। र पेसेन्ट त हाँसिरहेको थियो अनि त्यसमै रोइरहेको पनि थियो, दुखिरहेछ पनि भन्दै थियो। र त्यसपछि मैले त्यो घाउलाई राम्रोसँग पस त जम्मा भएको छैन कि भनेर चेक गरेँ। र घाउ त एकदमै राम्रो थियो, पस केही पनि जम्मा भएको नरहेछ साथी। अब त्यसले मैले थोरै बेटाडिन हालेर चाहिँ घाउमा एकदम घाउलाई लगाइदिएर त घाउ बेटाडिन पर्दाखेरि त पेसेन्ट अय्या भनेर हात खुट्टा टिल्न लाग्यो। र मैले नकराउ भनेर बिस्तारै है बहिनी भनेर मैले सम्झाइ बुझाइ गरेर त्यो घाउलाई चाहिँ बेटाडिन हालेको घाउलाई एकदमै सुकाएर मैले गजले राम्ररी पुछिदिएँ। र गाइस, राम्ररी पुछिदिएँ। र त्यसपछि चाहिँ त्यसमा मैले त्यो घाउमा चाहिँ इन्फेक्सन हुन नदिनुको लागि, सङ्क्रमण हुन नदिनुको लागि थोरै मिप्रोसिन क्रिम लगाइदिएँ। त्यसमा मिप्रोसिन क्रिम लगाएर बिस्तारै लगाइरहेको थियो। र ग्लोभ्स भएको कारणले चाहिँ दुखेन भन्दै थियो, नत्र मेरो हात चाहिँ एकदमै खस्रो छ गाइस। मैले त ग्लोभ्स नलगाइकन घाउमा छोएपछि त पेसेन्ट त कराइहाल्ने थियो। तर मैले मिप्रोसिन ग्लोभ्स लगाइदिएर पेसेन्ट त एकदमै खुसी भयो गाइस।